नमस्कार, मेरो नाम चाहिँ अनुज धमला अनि आज चाहिँ म मेरो रियाक्सन भिडियो बनाउन जाँदैछु, लाइफको फर्स्ट रियाक्सन भिडियो। अनि मेरो चाहिँ अहिले 800 कति 89 सब्सक्राइबर्स 489 सब्सक्राइबर्स 800 भनिराख्यो। अनि यो चाहिँ मेरो पुरानो भिडियोहरू अनि आजबाट चाहिँ मैले स्टार्ट गर्दैछु हैन, नयाँ हैन। अनि यसमा चाहिँ अब मैले चाहिँ नयाँ धेरै कुराहरू चाहिँ म गर्छु। अनि आज मेरो फर्स्ट भनेको चाहिँ आज बेरोजगार छु म अहिले, अनि त्यही भएर चाहिँ त्यो बेरोजगारी देखेको थिएँ। अनि त्यो थाहा छैन, मैले पुरै हेरेको छैन हैन। लेट्स गो हैन। कसको भन्दा गाई कालो, ध्रुव पुन, ऋतु बस्नेत, थाहा छ, निकिसा श्रेष्ठ, तेजेन्द्र परिवार, चन्द्र साई हैन। ओके 8 मिनटको भिडियो छ। बवाल हुन्छ मलाई थाहा छैन हैन। अलिकति क्लिप हेरेको थिएँ। अनि त्यो यस्तो कालो मान्छेहरू छ नि कसले लभ गर्छ? यस्तो काले मान्छेहरू चाहिँ तपाईँ पनि कौन सा गोरो हुनुहुन्छ र काले त हुनुहुन्छ नि? ए हो र? त्यो त अलिअलि एक्सक्युज मी, कसलाई भन्नुभएको यस्तो कुरा? यस्तो कुरा हजुरको बुढी लगाएर भन्नु ए हो त्यो वाला छ नि। अनि त्यो वाला चाहिँ यही भिडियोको सुटको बेलामा अब त्यो भाइरल भएको आएको जस्तो लाग्यो क्या त्यो इन्टरभ्यू। ल ओके लेट्स गो। ए कसरी यो माया यो फुल बनाउने खै त? भयो गाई कालो होइन, के हो गाई कालोको मिनिङ चाहिँ? यही हेरेको, यही सुरुवातमा हेरेको यही हो क्या, यही यति क्लिपले देखेको क्या मैले, कता देखेको थिएँ क्या। गाई कालो त होइन रहेछ नि त, कालो त अर्कै रहेछ नि त। तू समझा? हाँ नहीं तू समझा नहीं। ल कस्तो यति देखेको क्या, यति देखेको। अनि मैले त्यसपछि नै मैले चाहिँ नि त्यो पज गरेको भन्दा पनि त्यसपछि चाहिँ अब होइन मैले त्यो मेरो अर्कै काममा थिएँ। अनि यो भिडियो चाहिँ नयाँ आएछ भनेर अनि स्टार्टै भएर गरिदिउँ नि त। यो भोगा क्वालिटी लास्ट लेस आयो क्या। ओके बस अब आयो यस्तो भिडियो क्वालिटी त आयो न पर्यो नि त तिम्रो गाई कालो गाईको दुसेतो छ, गाई कालो गाईको दुसेतो छ, गाई कालो गाईको दुसेतो छ। हामीले एक्सपेक्ट पनि कोबाट गर्ने होइन, पहिला सुरु बनाउने अब हुन त भाइरल हुँदा यस्तो बनाउनु। गाई कालो गाईको दुसेतो छ। यो मान्छे कस्तो हवसको पुजारी जस्तो देखिरहेको छ होइन। मैले गीत नै सुने होइन, ट्रली भनेको मैले गीत नै सुनेको पनि छैन। अब सिन हेर्दैछ मस्त सिन। बिचरा यो मान्छेलाई निकिसा भिडाइदिएछ। अनि तेजेन्द्रलाई चाहिँ
ऋतु नि त दुईटै उस्तै हो। घोप्टी बडी ए घोप्टी किस खान्छु गालैमा एकचोटी बडा एकचोटी ए यता त दुईजना कन्ट्रोल 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 के गरे त्यो गाईकालो गाईको दुसेतो छ गाईकालो गाईको दुसेतो छ गाईकालो गाईको दुसेतो छ गाईकालो गाईको दुसेतो छ निकिसेर त दुईजना पज पनि मैले कहाँ गरेको छु क्या हुन्छ नि पज गर्दा पनि हुन्छ नि कहाँ गरेको छु क्या त्यो निकिसाको पछि त दुईजना रहेछ त नि मैले पज चाहिँ कहाँ गरेको छु क्या तेरी स्टप गर्ने ठाउँ नि अलिक ओइ खाइ त्यो त खाइदिएको साँच्चीकै खाइदिएको यार यही होइन त्यो त पक्कै होइन यही पक्कै एकचोटि ब्याक गरेर है ल फेरि यही त्यो यो एआई होइन यो एआई होइन यो एआई होइन यो एआई हो त्यही खाइदियो 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 चिट हानेर रहेछ नि त म तेरी निकिसाले खान्छ होला नि त अनि त भेदभाव भइहाल्यो नि फेरि यो निकिसालाई खाएन नि त बडा हाम्री मिस बडी हाम्री मिस तरुनी सुटीले दिमाग खिस बडा दिमाग खिस खाइदियो यार त खाइदिएकै हो खाइदिएकै हो तिम्रो गाईकालो त्यो ऊ पनि सकमा चाहिँ क्या त्यो यो त स्क्रिप्टमा थियो त थिएन त खाँदिनँ भनेको थियो त भनेर भन्छ गाईको दुसेतो छ गाईकालो गाईको दुसेतो छ गाईकालो गाईको दुसेतो छ गाईकालो गाईको दुसेतो छ मेरो फर्स्ट टाइम मैले फर्स्ट टाइम हेरेर है फेरि यो दोहोऱ्यातिर हेरेर मैले जबरजस्ती हाँसेको होइन तर मलाई हाँस उठ्यो क्या हाँसै उठेको मैले त्यस्तो मजाले हाँसेँ होइन नि त जबरजस्ती हाँसेँ होइन अलिअलि त हाँस्नुपर्छ यिनीहरू देख्ने बित्तिकै हाँस उठ्छ क्या होइन त्यो त के भन्नु अब हाँसै उठ्छ त नि मलाई होइन त्यो गाई कालो गाईको दुध सेतो छ भनेको के हो खास होइन गाई कालो गाईको दुध सेतो होइन मलाई थाहा छ गाई नै कालो नै हुन्छ गाईको दुध सेतो हुन्छ पक्कै हुन्छ तर यिनीहरूको गीतमा मिनिङ चाहिँ के हो त होइन मोबाइलमै ड्युटी छ बडा ड्युटी छ बडी ड्युटी छ बुढो विदेश स्वास्नी पो ब्युटी छ बडा भएन ब्युटी छ तिम्रो गाई कालो गाईको दुसेतो छ 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 तेरि यिनीहरूले अति गरेर आएका त्यो उसलाई चाहिँ त्यसको सिन चाहिँ खप्पिँदो रहेछ क्या यिनीहरू चाहिँ नभनिसक्यो यिनीहरू चाहिँ आम्मा के लाग्यो त्यो के हाल्यो अरे काकी
के अरे उसमा उ गर्ने या होइन रोदी घरमा नाच्छ रोदी घर होइन त्यो मलाई दोहोरी साँझमा नाच्ने जस्तो छ क्या यो मलाई हो त त्यसो ब्याड पनि होइन होला म गएन है जे नि तर यस्तै सेम क्या सेम लगाउँदा नि इमेजिनेसनमा आउँछ नि त होइन त्यस्तै क्या बडा काम न काज बढी काम न काज धाकै ठुलो देख्नेलाई भयो लाज बडा भयो लाज तिम्रो गाईका बोको 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 कालो गाईको दुसेतो छ गाईकालो गाईको दुसेतो छ गाईकालो गाईको दुसेतो छ गाईकालो गाईको दुसेतो छ Wow, what a line. पाल सानो छ धागो कसरी पस्ला सियोमा दामी 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 बडा लिउ जस्ती बडी लिउ जस्ती बानी हेर्यो मुखामा दिउ जस्ती बडा दिउ जस्ती तिमीलाई छैन बानी हेर्दा मुखामा दिउ जस्ती ल यो चाहिँ लागेकै त्यस्तै हो मलाई तिम्रो गाई कालो गाईको दुसेतो दुसेतो गाईको दुसेतो छ तर मलाई किन डाउटफुल छ कि यो ऊ होइन जस्तो लाग्छ क्या मलाई नि भिडियोमा होइन मात्रै होइन क्या यो दियो दियो त्यही होइन त्यहाँ दुईजनालाई उ गराएको छ अनि निकिजालाई पठाइदियो ल मेरो फर्स्ट भिडियो होइन रियाक्सन भिडियो यति नै रहेछ के लाग्यो मलाई भन्दाखेरि चाहिँ तोरी पक्कै पनि म कुनै पनि रिभ्यू गर्ने मान्छे त होइन हैन तर पनि बिचरा मलाई निकिसालाई हेप्यो क्या त्यहाँ के गर्यो भन्दाखेरि चाहिँ निकिसालाई पठाइदियो अनि त्यो ऋतु र कलौटी मात्रै छ त्यहाँ त ल मेरो फर्स्ट भिडियो हजुरलाई कस्तो लाग्यो होला प्रतिक्रिया दिन नभुल्नु होला पिआरबिटीको लागि 001 यो त होइन यार पुरानो भिडियोमा यस्तै हुन्छ नि हैन ओके सो अब हाम्रो यस्तो रियाक्सन भिडियोहरू आउनु छ अनि रियाक्सन मात्र नभएर म अरू पनि बनाउँदैछु यदि तपाईहरुले यो भिडियो चाहिँ कतिबाट हेर्नु भएछ भने चाहिँ प्लिज भिजिट गर्नु होला अब अरू त के भन्न सक्छु र धन्यवाद अब मैले भिडियो बनाएर यो पोस्ट हालेँ भने यो कुरो यो भिडियो भएको छ कि नि थाहा छैन मैले हेरेर चाहिँ क्यामेरा उता फर्केको छ म यतापट्टि छु यो पुरै अहिले स्टप भइरहेर क्या म त अनि के गर्नु अब एकचोटि हेर्छ भिडियोमा यस्तो रियाक्सन आउँदैन हैन अब एकचोटि नहेरे भिडियोमा आउनु हो नि त अनि अब फेरि गरेर हेरेर जबरजस्ती हाँस्न मिलेन हैन त्यही भएर अब यो भिडियो रेकर्ड भएको रहेछ भनेदेखि आयो यो भिडियो रेकर्ड भएको रहन्छ भनेदेखि अब केही न केही सत्यानाश ल नमस्कार।